भने त कसम मलाई मेरै माया लागेर 10 रुपियाँ हाल्दिउँ कि हाल्दिउँ जस्तो लागिरहेको थियो हुन्छ हुन्छ फेरि चिया गरजको लागि ताली बजाऊ तिमीसँग त अहिले आउँछु कसम सुख्या छ कि चिया गरजको रेगुलर ग्राहक चाहिँ को हुनुहुन्छ एकचोटि हात उठाउँदा ठिक हो उधारो खाएपछि जहिले एकै ठाउँमा आउनुपर्छ अहिले प्यान्ट किन्ने भयो अब यसो फुटपाथमा गएँ म मोटो छु है फेरि थाहा छ यो ज्याला मोटो भन्छ अब लुगा किन्न गयो म मोटो छु एउटा प्यान्ट ट्राई गरेँ क्या यसो हेरेँ यो राम्रो छ कि के हो भनेर अब बर्खामा आउँदैछु घाँटीमा लगाइ हेर्नु पर्यो भनेर यसो घाँटीमा ट्राई गरी हेरेको ठिक भएन क्या अब म 7 कक्षा पढिसकेको मान्छे लाज भन्ने शब्दको अर्थ मलाई थाहा छ क्या ठिक हुन्न कि भनेर भनेको बुवाले के भन्नु यहीँ लगा नि त एकचोटि लगा नि त भन्नुभयो होइन बुवा लाज लाग्छ भन्दा भन्दै के को यसरी फुकालिदिइहाल्यो अब लाउँछु ठिक हुन्न अर्को लाउँछु ठिक हुन्न 10 वटा जति लागिसक्यो ठिक हुन्न आधी घन्टादेखि म यसरी बसिरहेको छु अब कुन त्यसपछि त्यो पसलेले के भन्यो भने तपाईँले हुने यहाँ ठिक छैन भाइले हुने ठिक छैन अरू ठाउँमा जानु भन्यो ठिक छ अरू ठाउँमा जान्छ तर प्रब्लम के हो भने आफूले जुन प्यान्ट लाग्यो त्यो त्यही मिसिदियो कुन हो भयो अब म त खोजिरहेको छु नि त बुवाले पनि खोजिरहेको छ फ्याट नगरपालिका आइदियो त्यो त यसरी कामरङ कुमरुङ बोकेर भाग्यो म यसरी बसिरहेको छु मुखै लाग्न चाहेन हौ मलाई मन पर्दैन फर्स्टचोटि एभोकाडो सुन्दाखेरि चाहिँ मलाई के लागेको थियो भने यो कतै फुटबल प्लेयरको नाम हो कि के हो मेसी रोनाल्डो एभोकाडो के हो यो भनेर एकचोटि यसो हेरेको हरियो हरियो यत्रो थियो क्या किनेर मैले घरमा ल्याएँ यति ठग्यो कि मलाई हरियाइदियो क्या काँचो दियो पाकेको नि दिएन अब घरमा आयो मेरो महँगो क्रिएसन हो मेरो आफ्नै हो यो चाहिँ कसैले सोचेको होइन यो चिया गरजको चाहिँ मालिक आशिष दाई हुनुहुन्छ क्या यो आशिष दाई हुनुहुन्छ आशिष दाईले चाहिँ दसैँमा टिका लाउने बेला के भन्यो होला जस्तो लाग्छ भने मलाई चाहिँ डक्टर नभन इन्जिनियर नभन त आफ्नै केही गर ल म त्यसो भए चिया पसल खोल्छु कसो यतिसम्मको नयाँ भन्छ कि दाइ यहाँ त चिया गराएको छ उता पारी चिया दानी छ भन्दा पनि उसलाई त मैले सिकाएको हो फेरि उता गएर सोध्छु उता कसो केपी खनाल दाइले गएर सोध्छु चिया गराएको त मैले सिकाएको हो त कति धेरै दाइ कति धेरै श्री निश्चल अर्यालज्यू श्री प्रतीक अधिकारीज्यू श्री मनिष सर चोरेर त खाँदैन 2-4 दिन चेक गरेँ क्या तर मैले चोरेर खाइनँ त्यसपछि आमामाथि शङ्का गर्न थाल्नु हो क्या कसको छोरो हो यो म धनी कति 7 कक्षातिर पढ्दाखेरि होला हामी एकदम गरिब थियौँ अनि 10 कक्षा दसैँको टाइममा थियो काठमाडौँ लुगा किन्न आएको थियो क्या काठमाडौँ लुगा किन्न आयो अब लुगा किन्न आउँदै गरिब मान्छे काठमाडौँ मलमै त लुगा किन्न सक्दैन नि त अनि त्यसको अगाडि फुटपाथमा लुगा किन्ने भयो क्या बस यति लाज लाग्यो नि त्यो दिनदेखि मलाई कसम लाज शब्दको अर्थ थाहा थियो त्यो दिन भोगे पनि क्या मैले म चाहिँ ब्राइट फ्युचर पढेको हुँ है देखिहाल्नुभयो मेरो ब्राइट फ्युचर त कहाँ छ थाहा छैन ब्राइट पनि छैन फ्युचरको कुरा गर्दा म एकैछिनमा के हुन्छु पनि थाहा छैन क्या
यहाँ कोही अभियान त आउनु भएको छैन नि। अब बोल्दा बोल्दै लग्यो भने त लग्यो नि। यतिसम्मको छ मेरो खुचा। म चाहिँ एक कक्षातिर जुन एक कक्षा छाडिदिएँ है कले। तर एकचोटि भन्नु त ड्राइभर चाहिँ किन बन्छस् भनेर। सर काम गर्न जाँदा हिँड्नै पर्दैन। तपाईँ त कहाँ डाँडापारीदेखि हिँड्दै आउनुहुन्छ। यो देखेरै म त ड्राइभर बन्छु सर। अनि जब म ड्राइभर बन्छु भनेर यस्तो मलाई हुटुटी जाग्यो नि। ड्राइभर यहाँ को आफै गाडी चलाउने हुनुहुन्छ एकतिर हात उठाउनु त। ड्राइभर हो तपाईँ? कुन यो त्रिशुलीतिरको चलाउनुहुन्छ कि आफ्नै ड्राइभिङ सेन्टरबाट सिकेको? म त मान्दिनँ कसम। यस्तो मान्छेलाई म ड्राइभर मान्दिनँ। तपाईँ पनि हो? तपाईँ के चाहिँ गर्नुहुन्छ भन्नु त? तपाईँको त आफ्नै यहाँ के अर्चिडा के हो यो? ए भनौँ न अर्चिडा अर्चिड ए अर्काइडिया कार्यालय जस्तो भएन? अर्को छ एजुकेसन दुईटा छ कि के? मेरो भाग्य हेर्न आएको पनि यस्तो ट्याङ्ग मान्छे हेर्नुपर्छ। ए बरु मेरो भाग्य यसै थाहा हुन्छ कस्तो छ। ल ठिक छ। मेरो भाग्य हेर न, एउटा हेर्न आएको पनि टाङ्ग अगाडि मेरै अगाडि उभिएर मान्छे। यहाँ पनि छ नि यो कता कता मेरो भाग्य दाइकै पछाडि हेर्न साथ कसम कति उठायो भन त भाइ मेरो नाम। किडनी फेल भनेर उठायो कि? तर जुन च्यारिटी गर्ने भनेर उठाएको छ नि, जुन मेरो अनुहार देखेर उठाएको छ नि, आफ्नै लागि उठाउनु पर्ने जस्तो लाग्दैन। बिचरा हेर क्याल्सियमको कमी भए जस्तो छ। हेर त उठाएपछि यो केमा जान्छ भन त एकचोटि? यो चाहिँ बेबी लाइफ होम अर्फनेज छ, जहाँ चाहिँ 27 जना चाहिँ एचआइभी डोज लागेको चिनिनु हुन्छ, उहाँलाई चाहिँ यो दिनुहुन्छ। एकचोटि ताली बजाइदिनु। त्यस मैले चाहिँ सुनेको यहाँ जति उठ्छ सबैले हालौँ है पैसा चाहिँ मेरै खातामा आउने त होला क्या। तर सबैजनाले हालौँ। यहाँ चाहिँ के भनेर रहेछ भने जस उतापट्टिकोले चाहिँ आधी किलो मात्र चिनी भए पनि ठिक छ भनेर रहेछ। हो कि होइन भन त? आधी किलो चिनी तिमीले यहीँबाट लान्छौ क्या? चिया खाने भन्दै लान्छ कि उसले। भाइ अलिकति चिनी पुगेन दिनु न। मलाई त हेर्नै मन लागेको छैन क्या। आधी किलो होइन मलाई त सम्झी रिस उठिरहेको छ कि पछाडिको जुन फोटो धन्न मैले त्यो दिन दाँत माझ्या रहेछु र सेतो छ फोटो। तर एकचोटि भाइहरूको लागि ताली बजाइदिनु एकचोटि कसम चाहिँ मेरो फोक्सो सँगसँगै म पनि फुल्लिन थालेँ क्या। तर कसै चुरोट नखानु होला म चाहिँ भन्छु। मैले भनेर के गर्नु एकैछिन हुँदा यस्तो तान्नुहुन्छ कि उता बसेर मामा एउटा चुरोट दिन्न भनेर बुङ तान्नुहुन्छ। तपाईँ यो केमा अपलोड गर्नुहुन्छ भन्नु त? पेजमा? भाइ पेमेन्ट बढ्यो है फेरि। कहाँ हाल्नुहुन्छ भन्नु त यो? अनि 200 जना भनेको खै यहीँ त छैन। 35 जनाले हेर्छ होला क्या पक्कै। बरु तिनीहरूलाई नि यतै बोलाए हुन्थ्यो नि। 33,400 कहाँबाट ल्याउँछौ भाइ मान्छे? हो र? हुन त जुन हिसाबको मलाई पेमेन्ट गरेको छ नि मेरो एक छाकको खाना पनि होइन जस्तो लाग्छ कि मलाई। के भन्नुभयो? च्यारिटी
भात खानु परेन हामी चाहिँ? कहिलेकाहीँ नखाएर च्यारिटी गर्न नि पर्छ, सधैँ खायो भने भात। हजुरको नाम के हो? हजुरको नाम भन्नु न। प्रतिमा भण्डारी। भण्डारी। ऊ बेलादेखि सताएको अहिलेसम्म सता। प्रतिमा भण्डारी भन्नुभयो? हजुर तपाईँ हाम्रो कमेडी च्याम्पियनको डिरेक्टर विशाल भण्डारी कोही लाग्छ? हजुर यताबाट पेमेन्ट यता जान्छु म त कसम। जुन दुईजनाले यसरी मेरो नाम लिदिँदै भनेर मैले दुईचोटि बोलाएँ नि, म त यता जान्छु है फेरि कसम। के क्लब हो यो? क्लब ल नाचौ ल एकचोटि नाचौ। डिजे चाहिँ उहाँ होला होइन? अनि अर्को कुरो मलाई साँच्चै अहिले लागेको जुन यो के रोड ट्र्याक होइन? अनि अर्को जुन एउटा मेम्बर भइसक्यो अगाडि त्यो नाम आउँछ नि, त्यो किन आउँछ जस्तो लाग्छ? रेस्पेक्ट। कसम लिएको त ठिक छ, यता रोड ट्र्याक भन्दा चाहिँ किन त्यो रोडतिर केही बनाउने हो कि हो कि? ए अघि पो भन्नुभएको थियो रोड ट्र्याक सुभाष कि के भन्नुभएको थियो? सौरभ। रोड ट्र्याक सौरभ। ए रोड ट्र्याक ट्र्याक्टर रो त साइलेन्ट आउनु पर्ने जस्तो लाग्यो नि त यहाँ। ट्र्याक्टर सौरभ। मेरो पनि एउटा ठुलो सपना छ, यो चाहिँ त्यो